यो आँखाको परेलामा चाहिँ रातो हुने, सुनिने, दुख्ने र पिप जम्मा हुने तपाईँ कसैलाई भएको छ? मलाई भएको थियो। आज 6 दिनपछि बल्ल मेरो आँखा चाहिँ देख्न लायक भएको छ। जसलाई हामी भनिन्छ नेपालीमा आनो र मेडिकल भाषामा स्टाया र एक्सटर्नल होडेलम भनेर भनिन्छ। यो किन हुन्छ भनेपछि जब हाम्रो यो परेलाको फेद जरामा चाहिँ एउटा चाहिँ तेल निकाल्ने ग्रन्थि हुन्छ, जसको नाम हो ग्ल्यान्ड अफ मोलो ग्ल्यान्ड अफ जिस भनेर भनिन्छ। यसले चाहिँ तेललाई बाहिर निकाल्ने काम गर्छ र हाम्रो परेलालाई सुक्खा हुन र भाँचिनबाट बचाउँछ। तर के भइदिन्छ भनेपछि जब हाम्रो त्यो ग्रन्थीले चाहिँ तेल बाहिर निकाल्न सक्दैन र त्यो ठाउँमा चाहिँ जम्मा भइसकेपछि ब्याक्टेरियल इन्फेक्सन भएर पस जम्मा गर्छ र पस जम्मा भइसकेपछि हाम्रो आँखाको परेलामा रातो हुने, सुनिने, दुख्ने र चिलाउने हुन्छ। योबाट बस्नलाई के गर्नुपर्छ भनेपछि हामीले चाहिँ ओइन्टमेन्ट जसले लगाउने दबाई हुन्छ लगाउन सकिन्छ। अर्को चाहिँ ड्रप भन्छ जसलाई चाहिँ हाम्रो आँखामा चाहिँ औषधिको थोपा हालेर पनि बस्न सकिन्छ। यदि यति गर्ने र अर्को भनेको घरमै बसेर पनि हामीले चाहिँ वार्म कम्प्रेसन गरिन्छ। वार्म कम्प्रेसन भनेको चाहिँ मनतातो पानी लिएर टवेलमा अथवा रुमालबाट दिनको 4 देखि 6 पटक 5 देखि 10 मिनटसम्म मजाले सेक्नुपर्छ। यो वार्म कम्प्रेसन किन गरिन्छ भनिसकेपछि जब त्यो ग्ल्यान्डमा भएको तल ओइललाई चाहिँ हामीले बाहिर निकाल्नमा सहयोग गर्छ। यदि यति गर्दाखेरि पनि दुख सन्चो भएन र पिप झन् धेरै जम्मा भइराखेको छ र आँखा झन् धेरै बढी सुनिन लाग्यो भने चाहिँ सुन्निएको छ भने चाहिँ पिपलाई बाहिर फाल्ने, निकाल्ने र हामीले चाहिँ एन्टिबायोटिक ओरल डोजहरू खानुपर्छ। यदि यस्तो समस्या तपाईँ कसैले भएको छ भने सेभ गरेर राख्नुहोस्। कुनै न कुनै बेला यो भिडियोले तपाईँलाई केही न केही चाहिँ सहयोग गर्न सक्छ।